ल यति मिठो गाउने मान्छेको नाम के हो? निर्देशिका आछामी। निर्देशिका आछामी भनेपछि आछामी आछामबाट त आउनु भएन नि? होइन होइन नि। ओके ल कति वर्षको हुनुभयो? म 9 वर्ष। 9 वर्षको कहाँबाट आउनु भएको? म झापा हल्दीबारी। झापाली। ओके हल्दीबारी म पुगेको छु। हल्दीबारीमा मेरो प्रोग्राम अस्ति भर्खरै भएको। खै त हामीलाई हल्दीहरू केही ल्याइदैन। हल्दीबारीको मान्छे क्युट हुन्छ। क्युट है नानी जस्तै क्युट हुनुहुन्छ एकदम क्युट हुनुहुन्छ। अनि यो हजुरले गीत गाउनु भयो नि? हजुर। त्यो राई माइला भन्ने मै हो है? होइन नानु, उहाँ राई माइला होइन, उहाँ भट्टराई माइला। अझै राई माइला भट्ट पनि जोड्नुपर्छ त्यो अगाडि। अनि हजुर घरको चाहिँ जेठी हो कि कान्छी हो कि माइली हो कि साइली हो कि थाइली हो कि के हो? कान्छी हो। म त एक्लो छोरी हो। आउनु त अब केही नसोचिकन यतैतिर। ओके राई माइली। राई माइलाले गाउँ छोड्यो भने जस्तै त्यो स्टेज छोडेर। राई माइलीले त्यो स्टेज छोडेर यतातिर। नानी यता आइम सरी निर्देशिका, तर म घुमिनँ, तर 3 जना घुम्नु भएको छ ल तपाईँको लागि। तपाईँसँग तपाईँ अलरेडी इन भइसकेको छ। सो तपाईँले आफ्नो मनलाई निर्देश दिनुहोस् त यता जानु भनेर। थाहा छ आफ्नो नामको मिनिङ थाहा छ? निर्देशन भनेको थाहा छैन होला उसलाई। अराउने के हुकुम अराउने हुकुम चलाउने हो के? निर्देशिका तपाईँलाई यो मन पर्यो? त्यसलाई नुहाइदिएकै छैन 17 दिन। ए यो त मजाले नुहाएर सफा भएर बसेको। गनाइरहेछ धेरै। म त निर्देशिकामै जान्छु, निर्देशिकासँग जान्छु भन्दैछ यसले। मसँग पनि यहाँ क्याप छ, यस्तो राम्रो छ मेरो साइन भएको। अनि हजुरलाई चाहिँ यहाँ जान पर्छ भनेर कसले भनेको नि? मेरो मामुले। ए हो र? यहाँ जानुपर्छ भनेर मामुले भन्नुभएको। अनि हजुरलाई मामुले त खेममा जानु भन्नुभयो होला होइन? हजुर। खेममा जानु होला भन्नुभयो होला होइन? हो होइन होला, सत्यकोमा जानु भने होला। सत्य लु निर्देशिका। ओहो साथी हो? कसलाई हात उठाएको हल्लाको? मेरो भाइ। ए भाइ खोइ? भाइ ल सानो भाइलाई हेर न त यसले बोलाउनु त सानो भाइलाई। भाइ स्टेजमा आउ त। ल म त्यहाँ है त हाई गर्छु है त। म पनि आउनु पर्यो त्यो एक्वेरियमबाट हेर्न। त्यहाँ त कोही छैन नै। त्यहाँबाट हो हेर्ने? खोइ ल भाइ भाइ ए भाइ होइन मामा हो म है। ल भाइ होइन दिदी, भाइ होइन बाबु, दिदी पो आयो। तपाईँको दिदी हो? दिदी नमस्ते। निर्देशिकाको दिदी नमस्ते। ल गुड खेल। हेलो भाइ। ह्यान्डसेक। ए ल बुवा आमालाई नमस्कार छ है त। नमस्ते सबैलाई। ल आमा पछिको मामा भन्छन् के रे? अब यो मामालाई जिम्मा दिँदा केही फरक पर्दैन। कसलाई को त मामा? राष्ट्रिय मामा को त भन्दा म ठुलबा भने म। त्यो यता सानो मम्मी। लु हौ बिचरालाई यति धेरै किन कन्फ्युज गरेको? नानु यसो गर्छु, तपाईहरु 3 जना गएर बस्नु, मेरो काममा हैन। ल हामी 3 जना जाउँ न त। ल म त ढुक्क छु। भाइ के तपाई जानुस्, म उहाँलाई भन्नु, मेरो कानमा भन्नु है। म चाहिँ गीत गाएर भन्नु छ। ल कति राम्रो यही नै रुकिनुस् ल। सत्यको गीत गाउँ हैन त? सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा, गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा। नामले पाको कामले पाको कामी दाइको छोरो, नलाउ माया नखाम कसम मनै मेरो मोरो साइली। मसँगै जान्छौ र मैले छोएको खान्छौ र। खोइ त